गुड मर्निङ, नमस्कार हजुर सबैलाई। सबै सन्चै राम्रै हुनुहुन्छ होला। आज नेपालमा चाहिँ प्रजातन्त्र दिवस अथवा चाहिँ यो गणतन्त्र दिवसको चाहिँ धुमधाम पनि रहेछ र हाम्रो बालेन सरजी चाहिँ आज चाहिँ जानुभएछ। ल अब उहाँले केही बोल्ने नबोल्ने कुराकानी त अब त्यहीँ प्रोग्राम हेरिसकेपछि थाहा पाउनु होला। जे होस्, गणतन्त्र दिवसको हजुर सबैलाई शुभकामना। आज चाहिँ अब हिजो बालनजी चाहिँ पार्लियामेन्टमा जानु भएन भन्ने कुराकानी गरेका थियौँ। होपफुली यो चाहिँ निरङ्कुशतातिर चाहिँ जान खोज्नु भए होइन होला, यो चाहिँ व्यस्तै भएर होला भन्ने चाहिँ आशा गरौँ। किनभने यस्तै कुराहरूबाट चाहिँ निरङ्कुशता जन्मिने, म नगए पनि हुन्छ भन्ने किसिमको चाहिँ सोचाइ आउनु र वरिपरिका मान्छेहरूले नजाँदा पनि केही फरक पर्दैन पार्लियामेन्टमा भनेर चाहिँ सल्लाह दिनु, त्यो चाहिँ आफै चाहिँ म सबै सर्वेसर्वा छु, मसँगै सबै चिज छ र मैले जे गरे पनि हुन्छ भनेर चाहिँ घमण्ड पाल्नु र यो चाहिँ निरङ्कुशतातिर चाहिँ जाने शङ्का हुनसक्छ। त्यो हुनाले होला, होपफुल्ली चाहिँ उहाँको पार्टीहरूले र उहाँका वरपरका मान्छेहरूले चाहिँ यो चाहिँ चाँडै नै उहाँलाई सुझाउ लान् र अथवा उहाँ आफैमा भन्ने त्यो चाहिँ सुझबुझ आउला भन्ने चाहिँ कामना गरौँ। त्यसपछि आज चाहिँ खास गरी अब एउटा इन्ट्रेस्टिङ कुराकानी, अब चाहिँ बाँसबारी छाला जुत्ता कारखाना भन्नेको चाहिँ एउटा गफ गरौँ। यो चाहिँ अब न्युजमा त धेरै आइसक्यो हो। म आफूले पनि स्कुलको बेलामा चाहिँ बाँसबारी जुत्ता चाहिँ लगाएको हो। चाहिँ यो चाहिँ कम्फोर्टेबल, अरूभन्दा चाहिँ कम्फोर्टेबल हुन्थ्यो। अब त्यति बेला चाहिँ अब सानै थियो, त्यो हुनाले के कस्तो क्वालिटी थियो त्यो त थाहा भएन। तर जोस् बाँसबारी जुत्ता भन्ने राम्रो, एकदम टल्किने र चाहिँ अरूभन्दा चाहिँ सफ्ट हुन्थ्यो। यो चाहिँ बाँसबारी चाहिँ सरकारले खास गरी चाइनिज गभर्मेन्टको अनुदानमा चाहिँ बनाएको, यो चाहिँ 1965मा चाहिँ बनाएको। यो चाहिँ खास गरी देशभित्रै आर्मी र पुलिसहरूलाई चाहिँ जुत्ता बनाउन सकियो भनेदेखि बाहिर त्यो आर्मी पुलिसलाई चाहिने जुन जुत्ता किन्दाखेरि चाहिने पैसा हो त्यो चाहिँ बाहिर नजाओस् भन्ने र आफ्नै देशमा चाहिँ के प्रोडक्सन होस् भन्ने चाहिँ परिकल्पना गरेर चाहिँ खोलिएको हो। यसले चाहिँ राम्रै गर्यो। अब यसको सुरुको टार्गेट चाहिँ मैले यहाँ लेखेको छु, 100 जोड जुत्ता प्रतिदिन बनाउने र करिब 1000 स्क्वायर फिटको चाहिँ छाला बनाउने भन्ने चाहिँ परिकल्पना हो। त्यो चाहिँ पुरा भयो। त्यसपछि यसको अन्तिम पिक टाइममा चाहिँ करिब दिनको 400 जोड जुत्ता चाहिँ र 4000 स्क्वायर फिटको चाहिँ छाला चाहिँ जेनरेट हुन्थ्यो। यो चाहिँ पछि अब आर्मी पुलिसलाई भनेर चाहिँ सेटअप गरे भने पनि खासै जनरल पब्लिकको लागि यही पनि यो जुत्ताहरू चाहिँ बाहिर आए। खास गरी न्यू रोडमा अनि एउटा चाहिँ उहाँ जस्तो लाग्छ रत्न पार्कको कतैतिर चाहिँ पनि एउटा चाहिँ सोरुम जस्तो भयो जस्तो मलाई लाग्छ है। न्यू रोडमा त डेफिनेटली थियो, रत्न पार्कमा पनि भयो जस्तो लाग्छ। अब यसको टोटल चाहिँ जुन जुत्ता यसले प्रोडक्सन गर्थ्यो, नेपालको टोटल कन्ज्युमर मार्केटको करिब 20% जस्तो चाहिँ थियो। त्यति बेलाको चाहिँ पिक टाइममा चाहिँ यसले यसले जुन सप्लाई गर्थ्यो त्यो टोटल मार्केट डिमान्डको चाहिँ करिब 20% चाहिँ थियो। अब तर बिस्तारै चाहिँ के हुन लाग्यो भनेखेरि खास गरी चाइनिजहरू र इन्डियनहरूबाट चाहिँ सस्ता जुत्ताहरू चाहिँ आउन लागिसकेपछि यसको चाहिँ कम्पिटिसन चाहिँ अलिक गाह्रो हुँदै गयो र प्राइस चाहिँ बाहिरबाट आउने सिन्थेटिक जुत्ता र चाहिँ नेपालमा पाइने रियल लेदर जुत्ताको बिचमा चाहिँ फरक पर्यो। खास गरी बाहिरबाट आउनेहरू सस्तो भए, मान्छेहरूले खास गरी कन्ज्युमरले चाहिँ त्यसको क्वालिटी भन्दा पनि यसको चाहिँ सस्तो प्राइसको हिसाबले कम्पेयर गर्न लाग्नु पऱ्यो। चाहिँ बिस्तारै यसको चाहिँ डिमान्ड कम हुँदै गइसकेपछि अब चाहिँ खास गरी कमिसन मा लाग्नेहरूले चाहिँ यसले चाहिँ यो चाहिँ सरकारी स्वामित्वको बिजनेस चाहिँ घाटा भइरहेछ भनेर चाहिँ देखाइसकेपछि चाहिँ पछि यसबाट करिब यसको चाहिँ जग्गा चाहिँ 83 रोपनी मध्ये 10 रोपनी जग्गा चाहिँ बेचेर कम्पनीलाई रेस्क्यु गर्ने भन्ने कुराकानी गरियो। तर त्यो चाहिँ हुने बेलामा चाहिँ भएन। यो चाहिँ खास गरी 2,50,000 मा बेच्ने, 10 रोपनी बेच्ने भन्ने कुराकानी थियो। च्याम्पियन फुटवेयर
भन्ने कम्पनीलाई, र त्यसको ओरिजिनल कन्ट्र्याक्ट त मलाई पनि थाहा भएन। तर जहाँसम्म लाग्छ जुन यो च्याम्पियन फुटवेयर भन्ने कम्पनीले चाहिँ त्यो 10 कम्पनी लिनुको कारण चाहिँ त्यहाँ अर्को जुत्ता कम्पनी चाहिँ खोल्ने भन्ने हुनुपर्छ त्यो छ। तर पछि चाहिँ के भयो, त्यो पेपरवर्क हुँदै बेलामा चाहिँ मार्क्सवायर जुत्ताले चाहिँ त्यो 2,50,000 चाहिँ पाएन। यसको सट्टा चाहिँ केही सेयर मात्रै पायो। त्यो च्याम्पियन फुटवेयर कम्पनीको 1,500 सेयर मात्रै पायो। अब पछि चाहिँ खोल्दै गइसकेपछि चाहिँ थाहा भयो कि यो चाहिँ चौधरी ग्रुप, खास गरी विनोद चौधरीको चौधरी ग्रुपले चाहिँ लिएको चाहिँ रहेछ यो फुटवेयर कम्पनी जुन थियो च्याम्पियन फुटवेयर, उहाँको चाहिँ आफ्नै नातापाताहरू अथवा उहाँकै कम्पनीहरूले चाहिँ ल्याएर रहेछ। र पछि त्यहाँ चाहिँ एउटा स्कुल बनेछ, श्री चाँदबाग स्कुल भन्ने चाहिँ बनाएर रहेछ। यो चाहिँ अब पछि पोलिटिकल्ली अब चाहिँ इन्फ्लुएन्सियल, पैसाको हिसाबले पनि र पोलिटिकल्ली पनि इन्फ्लुएन्सियल भयो हुनाले चाहिँ लिनुभएछ। तर पछि चाहिँ यसका चाहिँ खास गरी अघिल्लो केपी सरकारको केपीदेखि अघिल्लो चाहिँ जुन गणतन्त्र आइसकेपछि सरकारको बेलामा चाहिँ चौधरीहरूका चाहिँ कतिपय मान्छेहरू चाहिँ पक्रिएको पनि थिए र चाहिँ अनुसन्धान सन्दर्भ के भए। त्यसपछि चाहिँ अब सायद अहिले अब नयाँ बालन सरकारले चाहिँ पुराना उद्योगहरू खोल्ने भन्ने क्रममा यसको चाहिँ नाम त्यति आइसकेको त छैन। खास गरी चाहिँ भिरकुटी कागज कारखाना र चाहिँ जनकपुर चुरोट कारखानाको कुराकानी त आएको थियो, अनि धागो कारखानाको आएको थियो। यसको चाहिँ मैले नसुने पनि हुनसक्छु। सायद आउने सरकारले फेरि ल्याउने र चाहिँ देशमै जुत्ता बनाउने चाहिँ प्रोग्राम छ को सोच त विचार त गरेको छ होला। तर एक्ज्याक्टली यही बाँसबारी जुत्ता कारखाना नै रिभाइभ गर्ने भन्ने चाहिँ सोचेको छैन। रिभाइभ गरिदिएदेखि चाहिँ राम्रो हुन्थ्यो। ल अब यस्तै गरी अरू पनि चाहिँ खासै जनकपुर चुरोट कारखानादेखि धागो कारखानाका चाहिँ बिचमा पनि खास गरी राजनैतिक र आर्थिक दलालहरूले गर्दा चाहिँ यस्ता कोलाप्स भएका कुराहरू चाहिँ अहिलेको सरकारले रिभाइभ गरोस् भन्ने चाहिँ कामना गरौँ है त। ल हजुरको दिन शुभ होस्, फेरि भोलितिर भेटौँला।